हेलो एन्ड वेलकम टु अनदर भिडियो। न्यायदी हाइड्रो पावरले 880 को लेभलमा चाहिँ एउटा लोकल्ली टप लगाएको थियो। यो लेभलमा यसले टप लगाएपछि त्यसपछि केही समयदेखि यहाँ करेक्सन आएको हामीले देख्न सक्छौं र यो 0.5 को लेभलमा आएर चाहिँ अहिले यसले होल्ड गरेको छ र बिस्तार माथि बढ्न खोजेको जस्तो यहाँ हामीले देख्न सक्छौं। अब यसलाई चाहिँ हामीले इलियट वेभ थ्योरीबाट हेर्ने हो भने यसले चाहिँ अघिल्लो बुलमा 564 को लेभलतिर टप लगाएको थियो। त्यसपछि यो लेभलबाट यसमा करेक्सन आयो। करेक्सन आएपछि यो 177 को लेभलमा यसले सपोर्ट लियो। यो लेभलमा सपोर्ट लिएपछि फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर यो 5 वेभमा बढ्यो र यो 5 वेभमा बढेको भनेको चाहिँ हायर डिग्रीको फर्स्ट वेभ हो। न्यायदी हाइड्रो पावरले हायर डिग्रीको फर्स्ट वेभ कम्प्लिट गरेपछि त्यसपछि यहाँ हायर डिग्रीको सेकेन्ड वेभको करेक्सन दियो। जेनरली सेकेन्ड वेभ भनेको अलिकति शार्प खालको चाहिँ डाउनफल हुने गर्छ, तर यसले चाहिँ साइडवेज तरिकाले नै माथिकै लेभलमा सेकेन्ड वेभ कम्प्लिट गर्यो र त्यसपछि यो हायर डिग्रीको थर्ड वेभको लागि गयो। हायर डिग्रीको थर्ड वेभको लागि जाँदाखेरि पनि हामीले यहाँनिर क्लियरली फर्स्ट सेकेन्ड थर्ड फोर्थ फिफ्थ गरेर 5 वेभमा बढेको देख्न सक्छौं र यो जुन थर्ड वेभ छ, थर्ड वेभ चाहिँ एकदमै ओभर एक्सटेन्डेड भएर 3.618 को लेभलसम्म पुगेको थियो। थर्ड वेभ कम्प्लिट भएपछि अहिले यसमा यो जुन करेक्सन आइरहेको थियो, यो करेक्सन भनेको चाहिँ यसको हायर डिग्रीको फोर्थ वेभको करेक्सन हो। यहाँनिर सेकेन्ड वेभको करेक्सन चाहिँ साइडवेज तरिकाले नै कम्प्लिट भएको थियो, त्यही भएर अहिले यहाँनिरको जुन फोर्थ वेभको करेक्सन छ, फोर्थ वेभको करेक्सन चाहिँ अलिकति शार्प खालको करेक्सन आएको हामीले देख्न सक्छौं र फोर्थ वेभ भनेको चाहिँ जेनरली 0.236 देखि 0.5 को लेभलमा आएर कम्प्लिट हुने गर्छ र यसले यो एक्ज्याक्टली 0.5 को लेभलमा आएर केही रिभर्सल दिएको हामीले देख्न सक्छौं र आजको दिनमा चाहिँ यो 6.42% ले बढेको छ। बढ्दाखेरि भोल्युम पनि एकदमै राम्रो आएको यहाँ हामीले देख्न सक्छौं र फोर्थ वेभको एउटा मेजर लेभल भनेको यो 0.5 को लेभल थियो, लगभग 580 को लेभल। अहिले यो लेभलको माथि नै क्यान्डलहरु चाहिँ फर्म भइरहेको छ र आउने दिनमा फेरि यसले यो लेभलबाट बिस्तार बिस्तार हाई भोल्युममा यो बढ्दै जान्छ भने त्यसपछिको यसको नेक्स्ट टार्गेट भनेको चाहिँ हायर डिग्रीको फिफ्थ वेभको लागि हुन्छ र हायर डिग्रीको फिफ्थ वेभको टार्गेट भनेको 0.618 देखि 1.618 को लेभल हो। यो भनेको 985 देखि 1080 को लेभल। आउने दिनमा चाहिँ यो लेभलबाट बढेर फेरि यो बिस्तार माथिल्लो लेभलको लागि जान्छ भने त्यसपछिको यसको नेक्स्ट टार्गेट भनेको 985 देखि 1080 को लेभल हुन्छ र यो वाला चार्ट चाहिँ मैले अलिकति हाई प्रोबेबिलिटीमा देखेको छु, किन भन्दाखेरि यसको जुन मुभ छ, यसको मुभ एकदमै इम्पल्सिभली बढेको हामीले देख्न सक्छौं र यसको वेभ काउन्ट पनि एकदमै क्लियर छ। त्यही भएर यो वाला चार्टलाई चाहिँ हामीले एउटा हाई प्रोबेबिलिटी वाला चार्टको रूपमा हेर्न सक्छौं र अहिलेको यसको यो जुन रिभर्सल छ, यो रिभर्सल भनेको चाहिँ एउटा फोर्थ वेभको बटम लगाएर माथि जान लागेको मुभ हुन सक्छ र जुन यो 985 देखि 1080 को लेभल छ, यो वाला टार्गेट चाहिँ तपाईहरुले मिड टाइम फ्रेमको लागि चाहिँ राख्न सक्नुहुन्छ। न्यायदी हाइड्रो पावरको ओभरअल चार्ट चाहिँ मैले राम्रै देखेको छु। तपाईहरुले यो भिडियोको बेसिसमा ट्रेड नगर्नु होला। यो चाहिँ मैले एलियट वेभ थ्योरी अनुसार देखेको एउटा सिनेरियो भनेको हो। यदि तपाईहरु हाम्रो टेलिग्राम च्यानल जोइन गर्न चाहनुहुन्छ भने यो भिडियोको डिस्क्रिप्सन बक्समा मैले लिंक राखेको छु, त्यो लिंकबाट जोइन गर्न सक्नुहुन्छ। आजको लागि भिडियो यति नै। यदि तपाईहरुलाई यो भिडियो मन परेको छ भने यो भिडियो लाइक गर्नु होला र हाम्रो च्यानल सब्स्क्राइब गर्नु होला।